खुसी छु यता फेरि आउन पाएकोमा। लास्ट इयर पनि हामीले एकदम राम्रो गरेको थियौँ। अब लास्ट इयर त राम्रो गर्यो, यो पालि पनि गर्नुपर्ने छ। सो टिममा आउँदाखेरि चाहिँ खुसी छु। प्लेयर्सहरू पनि एकदम राम्रो छ, कोचिङ स्टाफ, म्यानेजमेन्ट सबसँग चाहिँ मैले एकदम। लास्ट इयर त अब राम्रो थियो र अब लास्ट इयरको राम्रो थियो। अब यो लास्ट इयर भन्दा पनि अहिले यो सिजन चाहिँ मलाई अझै बेटर लाग्दैछ होइन। टिमहरू खेलाडीहरू सबै युनाइटेड छ, सबैजना फोकस छ। हाम्रो कोचले पनि हामीलाई धेरै कुराहरू नयाँ नयाँ सिकाउनु भइरहेको छ, कसरी खेल्ने, कुन ट्याक्टिक्समा खेल्ने। अब बिस्तारै हामी पनि बुझ्दैछौँ। सो मोटिभेटेड छौँ। अब अगाडि चाहिँ राम्रो गर्ने प्लान छ। कोच चाहिँ हाम्रो एकदमै फ्रेन्डली हुनुहुन्छ अहिलेसम्म। उहाँले एकदम राम्ररी सबैलाई बुझाउनु भएछ, सिकाउनु भएछ। ल्याङ्ग्वेजको पनि अब कोही कोहीलाई प्रब्लम हुँदा हाम्रो अरू दाइहरू हुनुहुन्छ, उहाँले ट्रान्सलेट गरिदिनु भएछ। तर एकदम बुझ्न चाहिँ सजिलो भएको छ होइन। उहाँको प्लानहरू हामीलाई एकदम मजाले बुझिरहेको छौँ। फरेन प्लेयर्सको कुरा गर्दाखेरि अब एकजना त हाम्रो जेफ्री किपर हाम्रो पुरानो नै हो, उसँग सबैजना बेसिकली हामीहरू म्यानेजमेन्टको टिमहरू एकदम नजिक छौँ। सो उसँग केही प्रब्लम भएन। नयाँ केटाहरू पनि बिस्तारै जेल हुँदैछ, त्यस्तो केही पनि गाह्रो चाहिँ भएको छैन। अनि अब एक टिम भएर चाहिँ अगाडि बढ्नुपर्ने छ, जुन चाहिँ हामी गर्दैछौँ। प्रेसर त कसैले पनि लिएको छैन होइन। प्रेसर भन्दा पनि हामी बढी एक्साइटेड छौँ, किनभने अब काठमाडौँ र ललितपुर भन्ने बित्तिकै नेपालकै 2 बिगेस्ट सिटिज र एनएसएलको पनि 2 बिगेस्ट क्लब। राइभलरी त जहिले पनि रहन्छ नै जस्तो लाग्छ। अहिले लास्ट सिजन हामी अगाडि आएको थियौँ, तर त्यो भन्दैमा काठमाडौँ यो कमजोर छ पनि भन्न खोजेको होइन। उनीहरूको स्क्वाड पनि एकदम राम्रो छ, हाम्रो पनि राम्रो छ। अब त्यो दिन त्यो स्टेजमा जसले पर्फर्म गर्छ उनीहरू नै बेटर हुन्छ होला। लास्ट हो लिग चरणमा चाहिँ सकेको छैन, तर अब जहिले म्याटर गर्छ तहिले हामीले जितेछौँ। सो अब होपफुली यो पालि चाहिँ अब लिगमा पनि जित्छौँ अनि अगाडिको गेम्सहरूमा पनि एकदमै राम्रो छ। हामीले सिक्न पनि पाइरहेको छौँ है, उहाँहरूको कुराहरूदेखि लिएर। अब उहाँहरू डिसिप्लिन पनि हुनुहुन्छ, टिमलाई लिएर त्यो अलिकति पनि इगो यस्तो केही पनि देखेको छैन। सो त्यो कुराले चाहिँ म पनि एकदम खुसी छु। उहाँहरू पनि सिक्न आउनु भएको छ, सिक्दै हुनुहुन्छ, हामीलाई पनि सिकाउँदै हुनुहुन्छ।